आज त मलाई फेरि सोच्नै मन लाग्न छोड्यो। कति सोच्नु भनेर नि सोच्नै मन लाग्न छोडिसक्यो। अब के गर्ने होला भन्यो अनि फेरि सोचेको जस्तै हुँदो रहेछ। अनि मलाई यो सोच्ने जस्तो सोच्दिनँ होला। सोच्दिनँ है। अलिकति टाउको दुख्या जस्तो लाग्छ मेरो यसो हेर्दाखेरि पनि। बिस्तारै निको हुन्छ। यसो आफूले आफैलाई हेर्छु म। पक्कै निधारमै खोट लागेको छ क्या मेरो। हेर न त्यही भएर होला यो उमेरसम्म यत्तिकै बस्नु परेको जस्तो लाग्छ मलाई। यहाँ छ के खोट? पक्कै यहाँ छ। पक्कै खोटै हो यार यो।